जुन भदौ 9 गते सम्झौता भयो त्यो सम्झौताले सबै समुदायमा खुसी पनि ल्याएको थियो र खुसी पनि छौँ र त्यसको लगतै हामीले भूमि आयोगमा छिटोभन्दा छिटो हामीलाई चाहिँ सूचना जारी गर्नु पर्यो 35 दिने सूचना भनेर विभिन्न तौरबाट राष्ट्रिय सुकुम्बासी मोर्चा होस् विभिन्न पार्टीहरूको भातृका सङ्गठनका प्रतिनिधिहरू होस् नेपाल बसोबास होस् महिला एकता समाज होस् हामी सबैजना यसको पर्खाइमा र यसको अगुवाईको रूपमा ठाउँ ठाउँमा आफ्नो क्षेत्रबाट यसको डेलिगेसन गर्दै छलफल गर्दै र यो कुराले गर्दा यो 35 दिने सूचना पनि जारी हुने अवस्थामा नि पुग्दै गयो र 29 गते जुन प्रकाशन भयो गोरखापत्रमा 35 दिने सूचना जारी भएपछि हामीलाई एक किसिमको के ढुक्क पनि भयो भने अब हामी चुनाव अगाडि नै 35 दिने सूचनाभित्र चाहिँ हाम्रो लगत सङ्कलन नभनौँ यसलाई म लगत सङ्कलन भन्दिनँ किनकि यो चाहिँ हामीहरूले पाएको जमिनको अधिकार दिने लालपूर्जा माग फारम भन्छु म त्यसमा लालपूर्जा नलेखिए पनि त्यो लालपूर्जा माग फारम चाहिँ भर्नको लागि उत्साह पनि भएको थियो र टोल टोलमा जति सकिन्छ सबैलाई जानकारी गराउँदै दुई थरीको फारम आछ कसरी भर्ने के गर्ने हामी कसरी यसलाई चाहिँ हामी अगाडिबाट जाने भन्ने छलफल हुँदा हुँदै अचानक त्यसको भोलिपल्टै 30 गते बेलुका चाहिँ निर्वाचन आयोग अधिकार सम्पन्न निर्वाचन आयोगबाट चाहिँ यसको स्थगितको सूचनाहरू आएपछि हामी कसैलाई पनि पक्कै निन्द्रा लागेको छैन हुन त निर्वाचन पछाडि पक्कै पनि यो काम सुचारू होला तर पनि के भन्न सकिन्छ भने यो देशमा जतिवटा आयोग गठन भयो नि विघटनको प्रक्रिया हामीले सुनेकै छौँ हैन कति आयोग गठन हुन्छन् कति आयोग विघटन हुन्छन् र अब बन्ने भइरहेको गठबन्धन सरकारको आयोग छ त्यो आयोगले जे जति काम गरेको छ त्यसलाई सुचारू रूपमा लैजानको लागि अब बन्ने आयोगले काम गर्ला कि नगर्ला भन्नेलाई हामीलाई चुनौती होला कि भन्ने डर पनि छ सम्भवतः यही आयोगले भोलि लामो समयसम्म काम गर्यो भने हामीले पूर्जा प्राप्ति गर्छौँ भन्ने विश्वास पनि छ आशा पनि छ तर पनि ढुलमुलो पनि छ जुन कारणले गर्दा मैले यहाँ के स्मरण गराउन चाहे भने काठमाडौँ महानगरपालिकामा त्यसै सम्झौता भएको होइन है सबैले यो कुरा बुझ्नु नै पर्छ किनभने 5 वर्ष कार्यकालमा हाम्रो काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर साके हुनुहुन्थ्यो उहाँलाई हामीले भेट नभइकन उहाँको कार्यकाल सक्यो जुन कारणले गर्दा हाम्रो सम्झौता परै जाओस् काठमाडौँ महानगरपालिका अन्तर्गतको सम्झौता यो पहिलो मान्नुपर्छ हैन जुन सम्झौता गरियो त्यो सम्झौता गर्नको लागि हाम्रो काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्षज्यूले आन्तरिक रूपमा धेरै बहस पनि चलाउनु भयो र गठित काठमाडौँ जिल्ला आयोगका सदस्य मोतीलाल लामाज्यूको नि ठुलो योगदान रहेको छ यसमा र सम्बन्धित माओवादी पार्टीको भातृ सङ्गठन एमालेको भातृ सङ्गठन काङ्ग्रेसको भातृ सङ्गठन जुनसुकै हाम्रो सुकुम्बासीसँग आबद्ध हुने समुदायभित्रैको प्रतिनिधिहरूले बल गरेर बनाएको सङ्गठनहरूको बावजुद यो सम्झौता हुन पुगेको छ र सम्झौता हुने दिनमा चाहिँ केही तत्त्वहरू यस्तो पनि भयो कि हुन त आन्तरिक रूपमा छलफल गर्नुपर्ने थियो काठमाडौँ महानगरपालिकामा सुकुम्बासी भूमिहीन अव्यवस्थित मात्रै छैनन् धेरै भोटरहरू छन् जसको बहुमतको आधारमा अरूले पनि निर्णय गर्न सक्छन् त्यो कुराले आन्तरिक रूपमा कसैले छुचुन्द्रोले जसरी चामल चोरेर खाइदिने हो कि भन्ने डरले चाहिँ आन्तरिकमा भित्रभित्र मिलाएर चाहिँ एउटा सम्झौता गर्न सफल भयौँ भदौ 9 गते त्यो बेलामा केही साथीहरूको मिसअन्डरस्ट्यान्डिङ पनि हुनसक्छ झन्डै सम्झौता नभएको अवस्था थियो आज हामी यहाँ ढुक्कले कुरा गर्न पाएका छौँ सम्झौताको आधारमा हैन त्यो सम्झौता चाहिँ एक किसिमको चाहिँ दुईटा महानगरपालिका र आयोग बीचको समन्वय तालमेल नमिलेको बहानामा चाहिँ झन्डै सम्झौता नभएको थियो जुन बेलामा नेपाल बसोबासको प्रतिनिधिहरू तत्कालीन राजु तामाङज्यू हुकुमबहादुर लामाज्यू उहाँहरू त्यो ठाउँमा उपस्थित नहुनु भएको भए निर्वाचन आयोगका अध्यक्ष बाहिर गेटबाट बाहिर पुगिसक्नुहुन्थ्यो र यो सम्झौता हुँदैन थियो हैन त्यसरी नै त्यहाँभित्र के कुराहरू कसको तालमेल मिलेन झन्डै सम्झौता नहुने अवस्थामा पुगेको थियो केही प्रतिनिधिले मसँगै ठोक्का गरेर भन्नुभयो कि 3 महिनासम्म यहाँ सम्झौता हुँदैन म नाम भन्दिनँ हैन आयोगको प्रतिनिधि हुनुहुन्छ 3 महिनासम्म सम्झौता हुँदैन काठमाडौँमा सम्झौता नभएर के बिग्रिन्छ यो मेयर बालेन भन्ने मान्छे हाम्रै आयोगमा आउनुपर्छ होइन मैले सम्झौता गर्दैन भनेर हिँड्ने मसँग ट्याकल गर्ने मान्छे हुनुहुन्छ निर्वाचन भूमि आयोगका उपाध्यक्ष नरेन्द्र खड्काज्यूले मसँग टक्कर लिएर कुरा गर्नुभएको कुरा हो किनभने जुनसुकै पार्टी हुन् हामीलाई पार्टी मतलब छैन हामीलाई भूमिहीन सुकुम्बासी दलित अव्यवस्थित सबैलाई पूर्जाको हामी अहिले लाल पूर्जाको अभियानमा छौँ यहाँ कुनै पनि षड्यन्त्रकारीले काठमाडौँ महानगरमा लाल पूर्जा दिनुहुन्न भन्ने सोच राखेर गरे पनि हुनसक्छ
तर उहाँले व्यक्तिगत रूपमा मसँग नै टक्कर लिएर कुरा गर्नुभएको थियो। हुन दिन लाल सम्झौता हुँदैन, यहाँ 3 महिना पछि हुन्छ, भयो भने काठमाडौँमा सम्झौता गर्नुपर्छ भने जरुरी पनि छैन र त्यसमा बालेन मेयर हो, हामी पनि आधिकारिक मान्छे हो, बालेन आफै हाम्रो कार्यालय आउनुपर्छ भन्ने कुराको इगोका कारणले झन्डै सम्झौता नभएको थियो। यो कुरा सबैलाई स्मरण रहोस्। नेपाल बसोबासको प्रतिनिधिहरूले आएको अध्यक्षलाई सम्झाएर गेटबाट माथि ल्याएर सम्झौता नगरे भए आज यो हाम्रो 9 गतेको सम्झौता हुँदैन थियो। मैले यो स्मरण गर्न चाहेँ, किनकि व्यक्तिगत रूपमा कुनै ठाउँमा त्यो स्मिता भन्ने कुरा नि कसैले कोट गरेर ठाउँ ठाउँमा बोलेको अवस्था छ। किनकि मेरो उद्देश्य भनेको काठमाडौँ महानगरपालिकालाई सम्झौता गराउनु थियो। कुनै पनि व्यक्तिको प्रतिनिधि भित्र गए नि नगए नि मलाई सरकारको विषय थिएन, किनकि मलाई म बसेको भूमिको लाल पूर्जा चाहिन्छ। त्यो लाल पूर्जा पाएपछि बिहे गर्छु भन्ने प्रतिनिधि भएको कारणले गर्दा मलाई त लाल पूर्जा चाहिएको छ नि त। मलाई लाल पूर्जा चाहियो भने त कुनै आएको प्रतिनिधिले म रिस उठ्छ, नेपाल बसोबासदेखि रिस उठ्छ र हाम्रो राष्ट्रिय सुकुम्बासी मोर्चादेखि रिस उठ्छ भन्दैमा कसैले व्यक्तिगत रूपमा आवेशमा आएर सम्झौता रोक्नुसम्म कदम चाल्नु भनेको लागि हाम्रो लागि घोर विरोध थियो। जुन सम्झौता गर्यो त्यसको लागि सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु। आज बस्नुहुने ड्यासमा सबैको योगदान छ है सम्झौतामा। मैले यो म ढिबी गर्न खोजेको होइन, तर केही व्यक्तिहरूलाई काठमाडौँ महानगरमा लाल पूर्जा नदिने हुन्छ भन्ने सोच थियो कि भन्ने मेरो क्वेसन मार्क मात्रै हो। र रह्यो अर्को कुरा, जुन हाम्रो यो फारमको कुरा छ, धनेश्वर दाइले दिनुभएको स्पिचमा मलाई एकदम गर्व पनि छ, किनकि उहाँ धेरै अगाडिदेखि नै यो आन्दोलनमा यो बस्तीहरूलाई बचाऊ अभियानमा लाग्नु भएको छ। तर उहाँले एउटा कुरा भनिरहँदाखेरि कार्यविधि राम्रो छ, मैले पनि केही अध्ययन गरेको छु। त्यो कार्यविधिभित्र धेरै कुराहरू बाहिर ल्याइएको छैन है। रातो फारम र सेतो फारमको कुराहरू मात्रै गरिएको छ। तर त्यो कार्यविधिभित्र सेतो फारम भर्ने व्यक्तिले सेतो फारम भरेको हकमा कुन कुन जग्गा दिन मिल्ने, कुन कुन जग्गा दिन नमिल्ने भने त्यो आएको त्यो त्यो विधिभित्र कार्यभित्रभित्र परेको छ। म भन्न चाहन्छु खोलाको छेउ, खोलाको किनारा, वन जङ्गल, सार्वजनिक जग्गा दिन मिल्दैन भनेर कुराहरू लेखिएको छ। यसको आधारमा के सेतो फारम भरेको अर्थमा खोलाको किनारे सेतो फारम भर्यो भने रातो फारम भरेर त कतै न कतै 4 आना जग्गा दिने भन्ने कुरा पनि छ। तर सेतो फारम भर्ने व्यक्तिले के खोलाको किनारमा भएकै अवस्थामा त्यो बस्तीले त्यो मान्छेले सेतो फारम भरेको अवस्थामा सार्वजनिक जग्गा, वन जङ्गल र यसरी खोलाको किनारमा जोखिमयुक्त समुदायमा बसेको व्यक्तिलाई चाहिँ क्षतिपूर्ति समेत दिन नमिल्ने भन्ने कुराहरू उल्लेख छ। यी कुराहरू चाहिँ सबैले कार्यविधिभित्र बसेर यो अध्ययन गर्न जरुरी छ। सायद हामीहरूले पनि अब यो मोर्चा होस्, विभिन्न भातृ सङ्गठनहरू होस्, जो कोही पनि कहिले पनि त्यो सुकुम्बासीहरूको लागि बनेको विशेष राष्ट्रिय भूमि आयोगमा अड्दैन। यो हामीले भित्रभित्र आफ्नो पार्टीबाट सङ्घर्ष गर्ने कि नगर्ने, पार्टीगत रूपमा जो परे पनि हाम्रै बस्तीको पर्नु भन्छु म होइन। यी कुराहरू चाहिँ हामीले अब संशोधनको कुराहरूलाई चाहिँ लिएर जानुपर्छ कि भन्ने लाग्छ मलाई होइन। फारमको विषयमा आएको प्रतिनिधिहरू पनि आउनु भएको छ, यहाँ ड्यासमा धेरैजना हुनुहुन्छ, सबैले आफ्नो कुराहरू राख्नुहुनेछ। मैले चाहिँ के भन्न खोजेँ भने जुन कार्यविधिमै मलाई चाहिँ व्यक्तिगतमा प्रश्न छ क्या। ल मानौ म सेतो फारममा पऱ्यो भने, म खोलाको डिलमै छु, म सेतो फारम पऱ्यो भने म उठीबास भएको खण्डमा मलाई अन्यत्र सार्ने भन्दा नि मलाई क्षतिपूर्ति समेत नदिने कुरा पनि उल्लेख छ। सबैले चनाको भएर त्यो कार्यविधि पढ्न पनि अनुरोध गर्दछु। न कतै हामीलाई आएको नाममा छक्काएको त होइन कि रातो फारम भरेको ठाउँमा फेरि अर्को कुरा नै उल्लेख छ। नागरिकता नम्बर क्लिक गरेर चाहिँ काहीँ कतै देख्यो भने त्यसको फारम डिसमिस हुने कुरा पनि छ। यी कुराहरूमा चाहिँ हामी सबैले सचेत भएर अहिले हाम्रो यो सूचना स्थगित भएकोमा मलाई व्यक्तिगत रूपमा दुःख पनि लागेको छ। तर कता कता हामीले यो सबै कुरा बुझेर मात्रै हामी फारम भर्छौँ भन्ने खुसी पनि लागेको छ है, किनकि समय पनि छ। यो हिसाबले हिजो चाहिँ मलाई एकदम रिस उठेको थियो, मैले फेसबुकमा स्ट्याटस पनि लेखेँ। तर पनि अब यो समयलाई चाहिँ हामीले फारम कसरी भर्ने, फारममा के कुराहरू उल्लेख गर्ने, हामीलाई के कुराहरू आधिकारिक रूपमा पत्रहरू चाहिने रहेछ, के सिफारिसहरू चाहिने रहेछ, के कागजपत्र चाहिने रहेछ, यो समयभित्र चाहिँ कार्यविधिमा हामीले के कुरा गर्न सकिन्छ भन्ने कुरा पनि हामीले स्मरण रहँदै अब आगामी दिनमा भोलि नै केही कुराहरू गर्नुपर्ने कुराहरू देखिएको छ। हुन त आचार संहिताले रोक्ला, तर पनि हाम्रो यति धेरै भातृ सङ्गठनहरू छौँ कि राजनीति दलको त्यही भातृ सङ्गठनको बलले नै यहाँ ठुलो परिवर्तन हुन्छ। त्यो परिवर्तन गर्नको लागि र कार्यविधिमा सच्याउनको लागि चाहिँ हाम्रो यो समितिको तर्फबाट एउटा केही पत्रचार हुनुपर्छ भन्ने अनुरोध गर्दै मेरो भनाइ यहीँ टुङ्गाउँछु। धन्यवाद। 27वटा ठाउँमा चाहिँ यसै गरी अव्यवस्थित बसोबासीहरू रहेछ। त्यसको निम्ति हाम्रो त्यो समितिमा हाम्रो राजु सर र नारायण सर पनि हुनुहुन्छ। मन्त्रालयले एउटा
समिति बनाएको छ त्यो समितिले चाहिँ उचित व्यवस्थापन गर्नको निम्ति सुझाव र सल्लाह दिने भन्ने ढङ्गले त्यसरी गरेको छ। त्यस कारणले गर्दा त्यो सँगसँगै त्यो एउटा काम छ। त्यो सँगसँगै अर्को कुरा के थियो भन्दाखेरि मैले नारायण सरसँग यसो छलफलको वातावरण बनाउनुहोस् र त्यो विषयमा छलफल गरौँ भन्ने। यो हरेक पटक बर्खा लाग्दाखेरि बर्खायाममा चाहिँ अस्ति त्यहाँ सनसिटी पछाडिको 13वटा घर मध्ये 4वटा घर बगायो। त्यसै गरी यही पारिपट्टि पनि 5-6वटा घर अस्ति भर्खरै बाढीले बगायो। कम्तीको त्यसरी अहिले बसिरहेको बस्तीलाई जोगाउनको निम्ति अथवा हाम्रो कार्यक्षेत्र भित्र पर्ने ठाउँमा चाहिँ काम गर्नको निम्ति चाहिँ यो विशेष गरी यो वारी र पारी चाहिँ यहाँदेखि माथिल्लो यो भत्केको पुलसम्म चाहिँ छ। त्यो पुलसम्म चाहिँ हामीले वाल लाउन सकिरहेका छैनौँ। त्यो वाललाई चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ त्यो विषयमा छलफल गरौँ न। त्यो चाहिँ तपाईँहरूको कस्तो सहयोग रहन्छ, हामीले कसरी चाहिँ गर्न सकिन्छ। त्यो वाल लाउने कम्तीको चाहिँ अहिले भइरहेको बस्ती पनि जोगियोस् र हामीले त्यो नदीलाई सही ढङ्गले आफ्नो उसमा चाहिँ त्यो क्षति नहोस् र त्यसलाई चाहिँ व्यवस्थापन गर्नको निम्ति चाहिँ त्यो वाल चाहिँ कसरी लगाउन सकिन्छ त्यो विषयमा छलफल गरौँ भन्ने थियो। तपाईँहरूको विशेष गरेर आज अलि अर्को खालको छलफल थियो। यो विषयमा फेरि छलफल गरौँला। यो विषयलाई चाहिँ योभन्दा पछाडि अथवा अर्को कुनै बसाइमा गरौँला। आज मैले अरू विषय धेरै भनिनँ। यो विषयमा चाहिँ हामी अर्को पटक बस्ने गरी के कसरी गर्न सकिन्छ त्यो विषयमा छलफल गरौँ। हामीले पनि त्यो बस्तीलाई जस्तै अस्ति यो 6वटा घर बग्यो जुन क्षति भयो, फेरि त्यहाँ निर्माण गर्नुभएको छ, फेरि कुन बेला आउँछ, फेरि कुन बेला बगाउँछ भन्ने परिस्थिति छ। त्योबाट तपाईँहरूको त्रासलाई पनि जोगाउनु पर्छ र अर्को व्यवस्था नहुन्जेलसम्मलाई चाहिँ त्यो बस्तीलाई पनि जोगाउने र हामीले त्यो जुन बागमतीमा हरेक ठाउँमा वाल लगाएर रिटेनिङ वाल लगाइसकिएको छ यो बाँकी रहेको ठाउँमा सम्पन्न गर्नको निम्ति तपाईँहरूले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरौँला। अहिलेलाई मैले यति नै राखेँ र बाँकी छलफल चाहिँ पछाडि गर्ने गरी मैले आफ्नो भनाइ अन्त्य गरेँ। हस्, धन्यवाद, नमस्कार।